Good afternoon, dear audience. So this is me, Mahendra here. I'm going to be speaking Nepali यो today. कान्लाबारी भन्ने ठाउँ हो। त्यहाँ तल आज म सानो एक्सप्लोर गर्न आएको। त्यहाँ तल बुद्धिस्टहरूले डाँडा नै किनेर त्यहाँ ठुलो त्यो टिबेटन बुद्धिस्टहरूले चाहिँ त्यहाँ चाहिँ ठुलो डाँडा किनेर त्यहाँ गुम्बा बनाएर उनीहरूको भित्री अब ध्यान सञ्चालन गरेको देखिन्छ। तर भित्री उद्देश्य चाहिँ विदेशीहरूसँग लिङ्क हुन्छ र त्यहाँ नेपालीलाई छिर्न दिँदैन। प्राय त्यहाँनिर त्यस्तो रहेको छ र प्राय नेपालीलाई छिर्न नदिने त्यस्तो ठाउँ छ। तर ठाउँ निकै भव्य बनाएको छ। त्यहाँ ठुलो ठुलो गुम्बाहरू गोष्ठीहरू चाहिँ उनीहरूको सभा सम्मेलन गर्ने ठाउँहरू ढुक्पा के भन्ने मोनास्ट्री रहेको छ। र सरल भाषामा भन्नुपर्दा यसलाई कान्लाबारी गुम्बा पनि भनिन्छ। त्यहाँ धर्मको उद्देश्यता टिबेटन जे भए तापनि तर धर्म बाहिरबाट धर्म को उद्देश्य नै देखिन्छ। भित्री उद्देश्य जे जस्तो भए पनि तर पनि यसबाट अब बिस्तारो कुराहरू पनि केही कुराहरू पनि लिकेज हुँदैछ। अहिले क्यामेरामा नभनौँ, पछि देख्न सुन्न पाइन्छ। जय होस्। यो डाँडामा कान्लाबारी डाँडामा यहाँ स्थानीयहरूले धेरै पहिलादेखि पुज्दै आएको परापूर्व कालमा श्री महादेव भगवानले सत्यदेवीले आफ्नो शरीर आत्मदाह गर्नुभए पश्चात आफ्नै बुबाले आफ्नो पति श्री महादेवलाई अपमानित गरेर महायज्ञमा नबोलाइकन उहाँले अरू देवी देवता इच्छा गर्नु र किन्नरहरूलाई सबैलाई चाहिँ निमन्त्रणा दिनुभयो र तर आफ्नै छोरी सत्यदेवीलाई पनि नबोलाउनु भएको महादेवको रिसले क्रोधले गर्दाखेरि अनि त्यो क्रोध सहन नसकेर त्यो अपमान सहन नसकेर दक्ष प्रजापतिले यो सतीयुगमा उहाँले भएको घटना थियो र दक्ष प्रजापति उहाँको बुबाले सतीदेवीलाई गर्नुभएको अपमान श्री महादेवप्रति गर्नुभएको अपमान सहन नसकेर दक्ष प्रजापतिले सञ्चालन गर्नुभएको यज्ञ होममा उहाँले आत्मदाह गर्नुभयो। तत्पश्चात श्री महादेव भावविह्वल भई सतीदेवी भवानीको मृत शरीर लिएर यो ब्रह्माण्डमा यो पृथ्वीमा सम्पूर्ण पृथ्वीमा घुम्नु भएछ र यहाँ पुगे पछाडि सतीदेवी भवानीको कुम पतन भएको ढार पतन भएको भन्ने एउटा किंवदन्ती मान्यता रहिआएको छ। र यो यहाँ ठुलो विशाल पिपलको रुख र पिपल चौतारी रहेको छ। चौतारी यसरी देख्न सकिन्छ, पिपल चौतारो। र यहाँ एकदम परापूर्व कालदेखि श्री महादेवले सतीदेवी डाँडा पनि भनिएको रहेछ यहाँ लोकलहरूले भने अनुसार। र म आज यहाँ एकचोटि यो स्पिरिचुअल ठाउँमा आउन मन लाग्यो र यहाँ मैले देवी महादेवको ऐतिहासिक छेउमा रुखको वृक्ष संरक्षण गरिएको छ। यो त राम्रो हो, बायोडाइभर्सिटी पिपलको वृक्ष ठुलो विशाल पिपल चौतारीको उद्देश्य र नेपालको चाहिँ हाम्रो प्राकृतिक एउटा मान्यता, सांस्कृतिक मान्यता र धार्मिक र यो जैविक विविधतालाई अक्सिजनको स्रोत पनि यहाँ शिवलिङ्गको स्वरूप नै यसरी भएको छ। र यहाँ मन्दिरमा अहिले यो संरक्षण गर्ने चारैतर्फ ढुङ्गा यसरी राखिएको छ। र चारैतर्फ बारले घेरेर सतीदेवी चौतारा भनिँदो रहेछ। यो कान्लाबारी गाउँको माथि कान्लाबारी गुम्बाको पछाडिपट्टि रहेको छ। परापूर्व कालमा श्री महादेवले सतीदेवीको मृत शरीर लिएर भावविह्वल भएर हिँड्नु हुँदाखेरि यहाँ पतिदेवीको कुम पतन भएको रहेछ भन्ने एउटा किंवदन्ती र एउटा धार्मिक विश्वास रहिआएको छ। र यसै स्थानलाई एकदम यो ठुलो विशाल पिपलको वृक्ष पनि रहेको छ। यसै स्थानलाई यहाँ संरक्षण पनि गरिएको छ। यहाँ भगवान शिवदेवको त्रिशूल र डम्बरू विशालसँग त्रिशूल र डम्बरू अनि त्यहाँ बत्ती पनि राखिएको छ। धन्यवाद छ, हृदयदेखि नमन छ यसरी संरक्षण गर्नुहुने यहाँको स्थानीय बासिन्दाहरूलाई। मैले आज यसै ठाउँमा यो सानो
भिडियो क्लिप पनि गरेको छु र मैले चौतारीको परिक्रमा गर्दछु। यसरी चौतारीको परिक्रमा गर्दाखेरि यहाँ मनमा आनन्द पनि मिल्दछ र यहाँ यसरी यो जैविक विविधताले भरपूर छ र सानो जग्गामा यसरी पिपलको रुख पनि संरक्षण गरिएको रहेछ। त्यहाँ पनि घण्ट रहेको छ, विशाल घण्ट। यहाँ पनि विशाल त नभनौँ, ठुलो घण्ट रहेको छ र यहाँ यसरी भगवानको एउटा भाइब, राम्रो भाइब आउँछ र यहाँ शान्तिको भाइब आउँछ यस ठाउँको यस ऐतिहासिक सुन्दर आउन पाउँदा। र यो विशाल चौतारोको विशाल यो पिपलको रुखलाई एउटा द सोर्स अफ अक्सिजन पनि भनिन्छ। यो अक्सिजन हामीले श्वास प्रश्वास अक्सिजनको यो एउटा स्रोत पनि भनिन्छ। यो किम्बु काफलको रुख हो, किम्बुको रुख हो र यहाँ पनि अरू गरिएको रहेछ। यस ठाउँको जगेर्ना गर्नुपर्दछ र स्थानीयहरूले गरिरहनु भएको छ र भगवान विष्णुको पनि प्रतीक मानिँदो रहेछ पिपललाई। र यहाँ यसरी रुखहरू यसरी रहेको छ र यो काठमाडौँकै यता यो काल्लाबारी डाँडा भनिन्छ। यो इचङ्गु नारायण नगरपालिकामा पर्दछ र यहाँ व्यक्तिको फुलहरू यसरी फुल खेती पनि गरिँदो रहेछ। यसरी धेरै राम्रोसँग मनमोहक डाँडाहरू, प्लानिङहरू, प्लटिङहरू, गराहरू देख्न पाइन्छ स्थानीयको जग्गाहरू। र यो नागार्जुन डाँडा हो। नागार्जुन डाँडा यही हो। नागार्जुनको यो पछाडिपट्टि को अगाडिपट्टि इचङ्गुको भित्री भाग पर्दछ। इचङ्गुको नजिकैको भाग पर्दछ र इचङ्गु मन्दिर पनि, इचङ्गु नारायण मन्दिर पनि यहीँ तल भ्यालीमा रहेको छ। र यहाँ हामीले देख्न सकिन्छ पर त्यहाँ संरक्षण नागार्जुन शिवपुरी नेसनल पार्कको लागि भनेर संरक्षणको निम्ति आर्मी बेस क्याम्प पनि रहेको छ। र यो राम्रो ठाउँको सबैले वर्णन गर्नुपर्दछ। र अब बर्खा लाग्ने बेला भयो र यहाँ फुलहरू, वृक्षहरू धेरै राम्रो रहेको छ र यो सतीदेवी चौतारा भनेर भनिँदो रहेछ। चुक स्थित यो कान्लाबारी गुम्बा यहीँ रहेको छ र यसरी हेर्दा यहाँ डाँडामा सतीदेवी चौतारा ठुलो विशाल पिपलको रुख र यो सतीदेवी चौतारा स्थापना गरिएको छ। यहाँ सानो यो जग्गा पनि रहेको छ, सार्वजनिक चौताराको जग्गा र यहाँ संरक्षण गरेर यसरी विशाल पिपलको चौतारा बनाइएको रहेछ। उक्त सतीदेवी चौतारालाई हामीले यसरी देख्न सकिन्छ। यहाँ नजिकै स्थानीय तामाङ समुदायहरू रहनु भएको छ। यो नागार्जुन नगरपालिका इचङ्गु डाँडा क्षेत्र हो। यो सतीदेवी चौतारा यो ठाउँबाट तल यता पूर्वपट्टि यो सतीदेवी चौताराको टापु डाँडा हो। यहाँ म एउटा सानो कमर्सियल प्लटिङ र यो ठाउँमा यता पूर्वपट्टि यस्तो रहेको छ बुद्धिस्टहरूको मोनास्ट्री रहेको छ भने तल काठमाडौँ उपत्यका रहेको छ। यहाँ तल देख्न पाइन्छ यो सीतापाइला पर्दछ। सीतापाइला एरिया पर्दछ। कलङ्की सीतापाइला कलङ्की एरिया पनि पर्दछ र नैकाप पनि पर्दछ त्यतातिर भने। यसरी हामी माथि हेर्दै आउँदाखेरि यताबाट अन्तिममा यहाँ त्यो पर काजी कालु पाण्डेको समाधि स्थल पनि रहेको छ। त्यहाँ मैले अलिकति जुम गरेँ तर आज अलिकति हेजी दिन भयो, उहाँलो लागेको छ। र तल यहाँबाट रामकोटको धादिङ जाने बाटो पनि देख्न सकिन्छ। रामकोटबाट धादिङ जाने बाटो देउराली, छत्रै देउरालीको नर्सरी डाँडा पनि देख्न सकिन्छ। त्यता यो एरिया रामकोट हो र यो रामकोट एरिया पर्दछ। मैले यहाँ जुमबाट देखाउने प्रयास गरेँ। यो सबै रामकोट उपत्यका, रामकोट भ्याली हो। र हामी यसरी माथिबाट हेर्दै आयौँ भने यहाँ माथि यो कान्लाबारी एरिया पर्दछ। यो इचङ्गु नारायण नगरपालिका स्थित यो दक्षिण पश्चिम भाग, इचङ्गुको दक्षिण पश्चिम भाग पर्दछ र नागार्जुन शिवपुरी नेसनल पार्क पर्दछ। यो सबै यो मन्दिरको एरिया पर्दछ। यता पनि यो नेसनल पार्क नै हो। यता सबै माथि नेसनल पार्क हो र यता गरिन्छ भने यहाँबाट
र यो सुन्दर ठाउँबाट जामाछो डाँडा अर्थात् मैले देखाइरहेको छु नागार्जुन डाँडा, सुन्दर नागार्जुन डाँडा 2100 मिटर हाइटको 2180 मिटर हाइटको नागार्जुन डाँडा पनि देख्न सकिन्छ। र यो नागार्जुन शिवपुरी नेसनल पार्क भित्रै रहेको यस सुन्दर ठाउँ साँच्चीकै रमणीय रहेको छ। र यो डाँडा सतीदेवी डाँडा चाहिँ यसलाई सतीदेवी डाँडा पनि भनिन्छ, सतीदेवी चौतारो र कर्लाबारी डाँडा भनिन्छ। र यस ठाउँमा यो एङ्गलबाट हामीले स्वयम्भूनाथ मन्दिर देख्न सकिन्छ काठमाडौँ उपत्यकाको। मैले जुम गर्ने प्रयास गरेँ तर पनि उज्यालो दिनमा क्लियर दिनमा चाहिँ राम्रो हुन्थ्यो होला। सायद स्वयम्भूको डाँडा त्यो परको हो, लास्टको मैले प्रयत्न गरेँ। स्वयम्भूको डाँडा यही हो र त्यहाँ स्वयम्भूनाथ मन्दिर रहेको छ भने र बिचङ्गु नारायण मन्दिर पनि यहीँनिर रहेको छ। मैले फोकस गर्ने प्रयत्न गरेँ त्यहाँनिर, त्यो चाहिँ बिचङ्गु नारायण मन्दिर हो। यहाँबाट म अहिले कान्लाबारीबाट झरेको यो बिचङ्गु नारायण मन्दिरको भ्याली हुँदै म एकचोटि सानो मैले एक्सप्लोर गरेको हो आज। त्यो कारणले आज म यहाँबाट आउनु मन लाग्यो अनि आएँ। यो एङ्गलबाट पनि यहाँनिरबाट पनि स्वयम्भू भगवानको मन्दिर नै देख्न सकिन्छ। यो अलिकति तलबाट हो। यो एङ्गलबाट भने स्वयम्भू र बिचङ्गु नारायण मन्दिर दुवै देख्न सकिन्छ। स्वयम्भूको अन्तिम डाँडा यो हो भने बिचङ्गुको गोल्डन रूप यहाँनिर रहेको छ। मैले अलिकति फोकस गर्ने प्रयत्न गरेँ। यो बिचङ्गु नारायण उपत्यका भ्याली हो। यहाँ फुलै फुलको खेती गरिन्छ, अझै देख्न पाइन्छ। र धेरै धेरै टनेलहरू, फुलका टनेलहरू र भेजिटेबल खेती पनि गर्न सकिन्छ। र यहाँ स्कुल पनि रहेको छ एउटा, नारायण बिचङ्गु नारायण बेसिक स्कुल भन्ने छ बच्चाहरूलाई। बेसिक स्कुल हो यो बिचङ्गु नारायण बेसिक स्कुल। र बिचङ्गु नारायण मन्दिर चाहिँ यो रुख सिधा यो रुखको पछाडिपट्टि पहेँलो गोल्डन रूप लगाइएको देख्न सकिन्छ बिचङ्गु नारायण मन्दिर। मैले जुम गर्ने प्रयत्न गरेँ। बिचङ्गु नारायण मन्दिर यो हो। र पछि स्वयम्भूको डाँडा, स्वयम्भूको मन्दिर पनि देख्न सकिन्छ यहाँबाट। स्वयम्भू यो हो।